हेलो गाइज एन्ड नमस्ते, राधे राधे। आज पनि मैले यस्तो पवित्र भूमि श्री मामा सवत्त सवरिया धाम बाबा बर्द गोरियाको अंश पनि मानिन्छ, सम्बन्ध रहेको छ। त्यहाँ यस्तो पवित्र स्थल, पवित्र धाममा आएको छु म चाहिँ आज। तपाईहरूले यो मामा सवत्त सवरिया धामको मेन मन्दिर, ठुलो मन्दिर, तपाईहरूलाई मैले भित्र पनि दर्शन गराउन चाहेँ। यहाँ हुनुहुन्छ शिवजी हुनुहुन्छ र यो चाहिँ उहाँ जमिनबाट निस्किनु भएको, तल भेटिनु भएको उहाँहरू चाहिँ। यस्तो पवित्र धाम छ यहाँ हाम्रो सुनवलमा, तपाईहरू दर्शन गर्न आउन सक्नुहुन्छ। और यहाँ चाहिँ हुनुहुन्छ शिवलिङ्ग हुनुहुन्छ। यहाँ पनि मन्दिरको ठीक अगाडि हाम्रो शिवलिङ्ग हुनुहुन्छ। यहाँ दैनिक पूजा आराधना भइरहेको हुन्छ। सङ्ग्रह छ यहाँ, जमिनबाट निस्किनु भएका, खन्दाहरू निस्किनु भएको उहाँहरू। यस्तो दिव्य धाम छ, तपाईहरू दर्शन गर्न अवश्य एकचोटि न एकचोटि त्यहाँ आउनै पर्दछ। नयाँ यहाँ यज्ञ मण्डप बनिसकेको छ। तपाईहरूलाई घरमा सुविधा छैन, मन्दिरमा विवाह व्रतबन्ध गराउन मन छ भने यहाँ पनि गर्न सक्नुहुन्छ। नन्दीजी महाराज हुनुहुन्छ यहाँ, ठिक अगाडि फर्किनु भएको छ, यहाँ देख्न सक्नुहुन्छ। नयाँ नन्दीजी महाराज र गौमाता, नन्दीजी नै गौमाता र बछडी बनाउनु भएको छ यहाँ चाहिँ बनाइएको हो। राम्रो छ, तपाईँहरू घुम्न क्यार्न फोटो खिच्न पनि सक्नुहुन्छ। यहाँ पवित्र स्थल, पवित्र धाम, शान्त वातावरण छ। त्यहाँ युवा साथीहरू भलिबल खेल्न आउनुहुन्छ। उहाँ चाहिँ पृथ्वी बनाइएको छ र गौतम बुद्धको झलक बनाइएको छ यहाँ चाहिँ। र यहाँ छेउपारी चाहिँ तपाईँहरू बस्न सक्नुहुन्छ शीतल खाँदै। यस्तो माहौल छ। एउटापट्टि जङ्गल जस्तो भन्दा पनि यहाँ बगैँचा छ। आँप, लिची सिजनमा यहाँ बेच्ने पनि गर्नुहुन्छ। यहाँ बाटो छ, यो अगाडिको गेट हो खासमा। यहाँ पछाडि पनि आउने बाटो छ एउटा। यहाँ घुम्न क्यार्न दर्शन गर्न शान्त वातावरण खोज्नुहुन्छ भने आउन सक्नुहुन्छ। र तपाईहरू हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने, धर्म, सङ्गीत र समाचार सम्बन्धी भ्लगहरू हेर्न मन छ भने हाम्रो च्यानललाई सब्सक्राइब गर्नुहोला र हामीसँग जोडिनुहोला, साथी बन्नुहोला। यस्तै अब यो चाहिँ धामहरूको भयो। हामी चाहिँ वृन्दावन धाम जाँदैछौँ। वृन्दावनको धामहरूको भ्लगहरू आउँदैछ, बनारसको पनि आउँदैछ। तपाईहरूले हेरिदिन सक्नुहुन्छ, सपोर्ट गर्नुहोला।